छोटो हुन्छ कि गाई उस्तै अवस्था हुँदैन उही दिन आया उही बान आया उही मान्छे कहाँ गया भने जस्तै त भएको अब दिनबार त उही आए मान्छेहरू कहाँ गया होइन लोप भयो स्थिति अब हामी पनि ज्वरो गरिदिनु डोगा डोरो छुट्याउला नै यति कुरो चाहिँ खानखारी पनि पाइदैन बाबारिएको मलाई नि त्यति त गाउन नआला अरे हजुर मुलथानको मान्छे अब के भन्छ नि त अरू गाएर कालियो मुख बाया बराबर हुन्छ होइन हजुर जानु पर्यो है जाने तिमी अहिले कहाँ आयो तिमी जाने हौ गोठ जाने हौ बजार हो ए जाने गरेको भैँसी कहाँ छालाभरि पाल्नुहुन्छ नै हाम्रो पनि यता हजुर भित्र हो दिया पाल्नको तल यतापट्टि तल फाल्नुहुन्छ यहाँ निलभर भइकन जान्छ डाँफी बनेछ त छोरी त्यहाँ गाई जान्छु लाई जान्छु हजुर राखी जान्छु साँको के गर्ने हजुर यस्तै छ यस्तै गोरा हुँदा जिरी हुन्छ भएको हो हाई साहब यो के लानुभयो नि यो धुरी पुगेन त्यो भइकन धुरी जोरेर बनाउन लाग्यो ए कस्तो अब साधन स्रोतको सही प्रयोग गर्नुभयो हजुरले है नि त बुद्धि हो नि त प्रविधिसँग जोड्नुपर्छ अहिले पनि अब डोरो पुगेन धुरी छोटो भयो जोडेर ट्याक्क बनाउन लाग्नुभयो काटेर लामो चिज काटेर खप्पो हुने भयो हो सुको भाटा काटेर बुनको नासी हुने नासी हुने भयो हो नि त यहाँनिर सुक्खा काठ रहेछन् अनि त्यो भइकन सुक्खा काठ भोलि त्यहीँ राखिदिने अनि अहिले जोडेर पनि काम चलाउ गर्ने बास हो नि त मिल्दैन है तल बन्नुपर्छ हो नि त अस्ति आवास निर्माण गर्दै हुनुहुन्छ भैँसी गोठतिर आइरहनु भएको छ किनभने यो झरी वर्षाबाट बचाउनको लागि आज एक रातको लागि पनि यसरी मेहनत गरेर ओत बनाउनु पर्ने हुन्छ बाटै त नलाग्ने
मात्रै भन्ने स्टेटमा त्यो फलोङ जाँदा बाटोले पनि बाटोमा पनि पानी यस्तो पानी आउनु पर्दैन आएर अब ग्रुपलाई हिँड्ने बेच्ने भयो दान भिसा छोप्ने बाबु चलाऊ चलाऊ एकछिन दारूले धेरै नै अलिकति धान